हाई गाइस, के गर्नु हुँदैछ? अहिले चाहिँ हामीहरू बजार जाँदैछौँ। म र मेरो दिदी चाहिँ अहिले बजार जाँदैछौँ। तपाईँहरूलाई बजार पनि देखाउँछु ल म गाइस, वेट गर्दै गर्नु। अहिले चाहिँ हामीहरू गाइस यो बिरुवाहरू किन्न आइरहेको छौँ। दिदीले चाहिँ बारी खनेको रहेछ अनि रोप्नुलाई बिउहरू हेर्दै थिएँ। कस्तो हुन्छ नि गाइस, हामीले सपिङहरू गरिसकेर आइसक्यौँ अनि हामीले चाहिँ किनेको भन्नुहुन्छ भने थुप्रो सामानहरू छ, देख्न सक्नुहुन्छ। सामानै सामान छ। यो चाहिँ अघि हामीले बिउ किन्दै थियौँ नि दिदीले, त्यही हो। अनि यो चाहिँ अब त्यो चाहिँ पसलको लागि हो, अलिकति सामानहरू। अनि यो घरको लागि हो, यो दिदीको, यो चाहिँ मेरो हो, यो पनि दिदीकै नै हो। थाकिसकेँ म त, कति बेला घर जानु जस्तो भइसक्यो। फेरि आज बजार पनि यस्तो भिड थियो कि, अनि त्यही भएर मैले भिडियो पनि बनाउनु पाइनँ। भिडियो बनाएको भए त तपाईँहरूलाई म देखाउँथेँ पनि होला। त्यति मजाले भिडियो गर्नु पाएको छैन। अलिअलि सानो सानो क्लिपहरू छ, हजुरहरूलाई सेयर गर्छु है म। घर पुगेर तपाईँहरूलाई अरू कुराहरू भन्दैछु है। म चाहिँ एकदम थाकिसकेको छु। बजार पनि धेरै भिड भएर साउन्ड देख्नुहुन्छ, कति धेरै साउन्ड आइरहेछ। मेरो दिदी पनि आइपुगी माछा लिएर। माछा लिनु गएको थिएँ, मेरो बनाउँदैछ क्या, माछा लिएर आइपुगी। अब हामी घरतिर जाँदैछौँ है गाइस, घरतिर गएपछि बनाउला। ल गाइस, फाइनली घर आइपुगेँ। अब म कपडा सपडा फेर्छु अनि त्यहाँदेखि नि सामानहरू थन्काउँछु। हस् त, बाई बाई।